हेलो गुड मर्निङ सबैलाई। अब हामी चाहिँ हाम्रो साथीसँगै यो घले गाउँमा सनराइज हेर्न जाने क्रममा छौँ। अनि हाम्रो गाइजहरू चाहिँ अब पुरा हिमाल र सनराइज हेर्न जाने क्रममा छौँ केटा हो। हल्का हल्का हिमाल देखिँदैछ। यो मनासुलु साइडको हिमाल हो। अझै हिमाल देखिने क्रम त छँदै नै छ। हामी चाहिँ अहिले घले गाउँमा छौँ। यो घले गाउँको राम्रो छ यार। झिलिमिलीपट्टि तिहार गर्न आयो। एक दिन खाली हुन्न भने नि 12 महिना चाहिँ मान्छेहरु आइरा हुँदैन यहाँ। अब पास टाइट 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 हालै पास प्रत्यक्ष लाइभमा हुनुहुन्छ मम्जुङको घले गाउँ। हामी यहाँ साइड दिउँ भन्नु पर्यो नि भनौँला रहेछ त्यो जानुहुन्छ भएर गुड मर्निङ सबैलाई। हिमालले चिसो हावा हानिरहेछ। र हामी चाहिँ अहिले घले गाउँको पार्कमा सनराइज भ्यूको लागि चाहिँ आएको छौँ। यतापट्टि देख्न सक्नुहुन्छ यता मनासुलु हिमालहरू होला साइडले। चिसो चाहिँ चिसो लाग्यो है मलाई। राम्रो चाहिँ राम्रो छ है ठाउँ, घुम्न लायक नै छ ठाउँ चाहिँ। अघि घामै त सर्दै सर्दैन त यार। सनराइज चाहिँ भएको अवस्था छ अहिले चाहिँ है। सनराइज भएको छ तर हिमालमा चाहिँ खासै राम्रोसँग चाहिँ सकिएन कि उज्यालोले गरेर।
मेरो एकजना चाहिँ भाइ एकजना चाहिँ साथी है गाइज घले गाउँ कस्तो छ गाइज केटाहरू राम्रो छ नि होइन भ्यू है गाइज हामी चाहिँ यो घले गाउँ स्मार्ट पार्कबाट चाहिँ अब चाहिँ यो सनराइजको भ्यू सकेर चाहिँ फर्किने क्रममा छौँ यसो केही फोटोहरू खिचियो सम्झनाको लागि होइन होइन यो हाम्रो भाइ र साथी एकदम मिल्ने साथी होइन भाइ रमाइलो छ होइन त साथीहरू एकदम घले गाउँको भ्यू पोइन्टलाई हेर्नुहोस् उता हिमाल देख्न सक्नुहुन्छ फुलबारी पार्कहरू है रमाइलो छ ल गाइज हामी चाहिँ अब फर्किने क्रममा छौँ है ल बाई ल राम्रो छ है सनराइज भ्यू चाहिँ राम्रो छ यार पार्क राम्रो रहेछ यार यहाँ गोर्खा आर्मी पार्क मजाको छ यो चाहिँ हामी बसेको होमस्टे है केटाहरू आउँछु म यहाँ पैसा अलि भयो नि होइन दियोस् आइन्छ कि रोड राम्रो भयो भने त म एक्लै अनि मैले भन्न खोजेको रोड चाहिँ रोड राम्रो नभएर हामीले चाहिँ अब मर्निङ भ्यू चाहिँ यहाँको सनराइज भ्यू हेरेर अब यहाँबाट बिदाई भएर चाहिँ भुजुङ जाने क्रममा छौँ हामी लगायत हाम्रो साथीहरू है यात्रा चाहिँ निकै रमाइलो रह्यो हामी चाहिँ अब होमस्टेबाट बिदा भएर जाने क्रममा छौँ राम्रो छ अब खिच्नु पऱ्यो त ल प्रदीप भाइ भेटेको छ यहाँ ल सन्तोष सरलाई कस्तो लाग्यो बसाइ राम्रो भयो नि होइन ल फेरि आउनुपर्छ दक्षिण एसियाको चाहिँ नमुना गाउँ पो हो त हले गाउँ ल भाइ ठिक छ नि होइन जाउँ न त कहाँ जाने बिच बिचमा यतै हिँड्ने यार लाउरे गर्न सक्छ खोइ यार लाउरे गर्न सक्छ छैन यार यसो धेरै हाल्नु पर्दैन ल है त सबैलाई हाल्ने